एभ्रिवान, आज चाहिँ मेरो बाइकको लाइसेन्सको प्रतिलिपि पनि आइसक्यो अनि म चाहिँ एकदम एक्साइटेड भएर रेडी भएर बाइकलाई निकाल्दैछु बाहिर। बाइक निकालेर अब चलाउनु नि पर्यो नि त, लाइसेन्स आइसक्यो, अब त बाटोमा कुदाउन मिलिहाल्यो नि। त्यही भएर बाइकलाई निकालेर रेडी भएर म चाहिँ निस्केँ बाइक चलाउन। अब चलाएको भिडियो त कसरी गर्नु, एक्लै चलाइरहेको छु। अनि त्यहाँ पुगेर बाइकलाई लगाएँ पार्किङमा अनि माथि ग्राउन्डतिर गएँ। सबैजना त्यहाँ खेलिराख्नु भएको थियो, भाइ पनि खेल्न आएको थियो, कता छ भनेर हेरेको, यता खेल्दै रहेछ। अनि भाइ त बिजी छ, अब एक्लै भए नि जान्छु पानीपुरी चटपटी खान भनेर गएँ म स्टलतिर। त्यहाँ गएर एक प्लेट पानीपुरी मगाएँ अनि त्यहाँपछि मैले पाएको पानीपुरी खाएँ, मिठो थियो। त्यहाँपछि स्टलमा अरू के खानेकुरा छ भनेर हेरेको, ठ्याक्कै ढुङ्ग्री भेटेँ। अब ढुङ्ग्रीलाई पनि खाइहाल्नु पर्यो भनेर ढुङ्ग्री खाएर म चाहिँ यता आएँ। यता आउँदा भाइ आउँछ पनि खेल्दै रहेछ। त्यसपछि म चाहिँ फर्केँ रुमतिर। लाइसेन्स हुँदा त बाइक कुदाउन नि रमाइलो लाग्दो रहेछ।